अहिले चाहिँ हामी कुबोन पार्क र विधानसभा भन्ने ठाउँ अब गइरहेको छौँ है त हामी। यो सेफ्टी नामको केही छैन क्या, पछाडि यस्तो ट्रकहरू पनि यस्तो चिजहरू झुन्डाएर हिँडेर साथीहरू। यहाँ त ट्राफिक नियमको त अस्त व्यस्त छ क्या, पुरा धुन जता देख्यो त्यतै गाडी हाल्ने होइन, सबैले त हेलमेट छ न केही छ है, न बाटोमा ट्राफिकहरू पनि कहीँ देखिन्न। अचम्म लाग्यो मलाई, बहुत डर लागिरहेको मलाई त। भाइले त जस राम्रै चलाइरहेको छ त्यही पनि है, त्यो डर लाग्ने क्या। यो भाइले चलाएको भन्दा नि त्यो अरूले चलाएको देखेर क्या, त्यो अरूले चलाएको देखेर आएर ठोकिन्छ नि भन्ने डर क्या, त्यो पुरै हुन्छ नि। धेरै भनेपछि धेरै कम्प्लेन गरे जस्तो हुन्छ होला होइन, तर ट्राफिक नियम अन्धाधुन छ क्या यहाँ त। म त अहिलेसम्म यत्रो बेर भइसक्यो एकजना ट्राफिक पुलिस देखेको छैन मैले, एकजना। न त पुलिस देखाएको छु न त ट्राफिक पुलिस। ट्राफिक पुलिसको चाहिँ व्हाइट ड्रेस हुन्छ अरे यहाँको, तर मैले अहिलेसम्म एकजनालाई पनि देखाएको छैन। यो चाहिँ ठ्याक्क कृष्णराजपुरम भन्ने ठाउँ हो। म सुरुमा बेङ्गलोर आइसकेपछि ट्रेनबाट झरेको ठाउँ चाहिँ यही नै हो। यसको ठ्याक्क उतापट्टि ट्रेन स्टेसन छ कृष्णराजपुरमको। म यहीबाट ठ्याक्क गाडीमा चढेर उता व्हाइट फिल्डतिर गएको थिएँ, दुईवटा गाडी चेन्ज गरेको थिएँ। यो चाहिँ माथिको चाहिँ मेट्रो स्टेसन हो, अनि यो चाहिँ कृष्णराजपुरमको मेट्रो स्टेसन। सिटी चाहिँ एकदम ग्रिनरी, ग्रिन सिटी पनि भनिन्छ बेङ्गलोरलाई, त्यही भएर एकदम पुरै रुखहरू एकदम धेरै छन्। एयरक्राफ्ट लडाकु विमान रहेछ। माई लर्ड, गाडीहरू त कति हुन् हो, बहुत छ गाडीहरू हेर्दा। पार्क बाइकको पुरै बजार नै लाग्यो जस्तै छ पुरै बाइक। फाइनली साथीहरू लगभग 1-1.5 घन्टाको राइडपछि यहाँ पुगिसकेका छौँ। यस्तो ट्राफिक थियो, गर्मी त्यस्तै है, अनि ट्राफिक रुलको त अन्धाधुन चलाइरहेन होइन, पुरै मलाई त यस्तो डर लागिरहेको थियो, पुरै त्यहाँ चुचु होइन, हर्न निषेध पनि रहेनछ एकदमै। यस्तो मलाई त त्यो हुन्छ नि, जब यो 20 किलोमिटरको यात्रा पनि मलाई लगभग 400-500 किलोमिटर यात्रा गरे जस्तो पुरै थकान जस्तो फिल भइरहेको क्या, त्यो पुरै च्याच र चुचु साउन्डले गर्दा होइन पुरै। अनि अहिले अब हामी यो कुबोन पार्क भन्ने ठाउँ पुगिसकेका छौँ। भाइ उता एकछिन बसिरहेछ, चिया पिउँदैछ, म चिया पिउँदैन नि त, अनि म चाहिँ यता आएको छु। यो पार्किङ एरिया हो, यो नो पार्किङ त लेखा छ, तर पे पार्किङ चाहिँ हुँदो रहेछ। कुबोन पार्क चाहिँ यही हो। ल साथीहरू, पार्कभित्र जाँदैछौँ होइन, एउटा यहाँनिर गेट रहेछ सानो, कुबोन पार्क। यो कुबोन पार्कलाई लङ्स अफ बेङ्गलोर पनि भनिन्छ, बेङ्गलोरको फोक्सो पनि भनिन्छ। यो करिब 300 एकडमा फैलिएको छ, लगभग यसको क्षेत्रफल चाहिँ 300 एकड